यो चाहिँ लास्ट सपिङ हो। नेक्स्ट टाइम जाँदा चाहिँ पक्का गर्दिन भन्ने आदत चाहिँ कहिले नछुट्ने रहेछ। सो हेलो एभ्रिवान, कस्तो हुनुहुन्छ तपाईहरु? आई होप सन्चै हुनुहुन्छ होला। आज चाहिँ छ मेरो छुट्टी, म सँगसँगै छ दिको छुट्टी। हामी गयौँ मार्केट फोटो फ्रेमिङमा। बिकज अफ द्याट फोटो फ्रेम गर्नु थियो दिको। लास्ट टाइम मैले पनि यहीँ गरेको थिएँ, एकदम रिजनेबल प्राइसमा छ। दिले चाहिँ फोटो देखाउनु हुँदैछ यो साइजमा बनाइदिनु भनेर। सो हामी गयौँ ब्याग किन्न। भैयाले चाहिँ देखाउँदैछ, यहाँ हेर्नु यसरी बोक्दा चाहिँ कस्तो दामी देख्छ भनेर। ब्याग किनेर चाहिँ गयो हामी प्यान्ट हेर्न। यहाँ चाहिँ 200मा एकदम दामी दामी चेक प्यान्टहरू थियो। सो दिले किन्यो, मैले पनि किनेँ। हुन्छ नि हामी केटीहरूलाई चाहिँ त्यो देखे त्यही मनपर्छ, यो देखे त्यही मनपर्छ। अन्त यस्तो हेरेको त त्यो पनि मन पर्यो तर किनिनँ। गाउँघरतिर चाहिँ हुन्छ नि, घडीले भन्दा पनि यो कुखुराले अब बिहान उठाउने आदतहरू छ। हुन्छ नि, कुक्रिका गरेपछि त बिहान भयो भन्ने अब त्यो सूचना भइहाल्छ हो। सो हामीले चाहिँ फोटो फ्रेम चाहिँ अर्डर दिएर गएको थिएँ। अन्त त्यहाँदेखि त्यो चाहिँ लगाइदिनु हुँदैछ दादाले चाहिँ। अन्त देखाउँदैछ यस्तो भयो भनेर हो। भाइको त यति क्युट भएछ, यति क्युट भएछ, हेरिरहनु मन लाग्ने हो। अन्त बडी र आमैको पनि दामी भएछ। अन्त तिनजनाको पनि दामी भएछ भनेर हेर्नु हुँदैछ पद्मा दिदीले। दामी दामी आएछ सबै। सो मार्केटको काम सकेर हामी गयो विशालमा सकेर फेरि जुडियो। आमामा आज त्यति टुरै टुर थियो दिदीबहिनीको। अन्त जुडियोमा पनि केही किन्नु थियो। सो किनिसकेर हामी आयो रुमतर्फ। अन्त रुममा आएर चाहिँ मैले यहाँ भिडियोमा देखाउँदैछु फोनको कभरमा चाहिँ मलाई चाहिँ केही काम पनि गरिसकेर यस्तो पस्तावा हुन्छ नि। जस्तो हेर्नु न, अब यो फोनको कभर पछाडि यो स्टिकर त टाले हुन्छ नि, निकाल्नै सक्दैन। अब निकाल्यो भने पनि यस्तो घिनलाग्दो देख्छ भन्दै मैले चाहिँ यो देखाउँदैछु। अन्त यति नै थियो आजको भिडियो। थ्याङ्क यू फर वाचिङ। बाई गाइस।